एल्सा ल्यामको मृत्यु अझैसम्म पनि रहस्य बनेको छ। यिनी हुन् एल्सा ल्याम। 2013 मा यिनलाई लास्ट टाइम सिसिलिया होटलमा देखिएको थियो। एलिभेटरभित्र उनी केही अङ्कहरू दबाएर अनि फेरि लुक्दै गरेको एकदम डराएको अवस्थामा सिसिटिभीमा क्याप्चर भएको थियो। तर सिसिटिभी हेर्दाखेरि लिफ्टको बाहिर एलिभेटरको बाहिर कोही पनि देखिन्न थियो। तर भनिन्छ कि उनी कोही अदृश्य शक्तिदेखि डराएर भागिरहेकी थिइन्। या यो पनि भनिन्छ कि उनी एलिभेटर एउटा गेम छ होइन, त्यो यता नेक्स्ट वर्ल्डमा जानको लागि हन्टेड गेम हो त्यो, या त्यो खेलिरहेको भनेर पनि शङ्का गरिन्छ। केही टाइमपछि एलिसा ल्याम त्यो एलिभेटरमा लास्ट टाइम देखिन्। त्यसपछि एलिसा ल्यामलाई कसैले देखेन। केही समयपछि होटेलको ट्याङ्कीमा पानीबाट एकदम नराम्रो गन्ध आउन थाल्यो र पानीको कलर पनि चेन्ज भएको थियो। के भएको हो भनेर पानीको ट्याङ्की चेक गर्दाखेरि त्यहाँभित्र थियो एल्सा ल्यामको लास। यो सबैभन्दा चकित पार्ने कुरा के छ भनेपछि त्यो जो ट्याङ्की थियो त्यो 6 फिट भन्दा नि अग्लो ट्याङ्की होइन। त्यो त्यति सानो एल्सा ल्यामको हाइट धेरै थिएन। उनले कसरी त्यो खोलेर चाहिँ भित्र गयो होला आत्महत्या गर्नलाई। या त्यो जुन ट्याङ्कीको ढक्कन थियो, त्यो होटलको पिक यो है, यहाँ हेर्न सक्छ ट्याङ्कीको यति ठुलो यति बाक्लो त्यो सिमेन्टले बनेको ढक्कन उनले कसरी खोलिन होला के। एउटा महिलाको लागि त्यो खोल्न असम्भव छ। त्यहाँ त देख्न सक्छ 4-5 जनाले मिलेर बल्ल त्यसलाई ओपन गरेका छन् भने एल्सा ल्यामले त्यो खोलेर कसरी भित्र पसिनु होला। न त्यहाँ फोर्स एन्ट्रीको साइन थियो न केही थियो, तर पनि उनको मृत्यु भएको थियो। र कसरी भयो के भयो, यो उनले आत्महत्या नै गरेको हो या उनी कोहीसँग डराइरहेका थिइन् या अदृश्य शक्ति थियो जसले तिनलाई आत्महत्या गर्नमा बाध्य बनायो या अरू कसैले मारेर तिनलाई फालेको हो, अहिलेसम्म जान्न सकेको छैन। सिसिलिया होटल भनेको अमेरिकाको सबैभन्दा हन्टेड होटलहरूमध्ये एक हो। त्यहाँ चाहिँ मर्डर, सुसाइड इट्स कमन देयर होइन। यो हो एल्सा ल्यामको स्टोरी। यस्तै हन्टेड स्टोरीहरू लिएर म आउने नै छु। प्लिज मलाई फलो गर्नु होला। स्टे सेफ, बाई।